ज्योतिष वास्तु धर्म र आध्यात्मको सङ्गम कार्यक्रम ज्योतिष शास्त्री हेरेर बस्नुभएका तपाईँ तमाम आदरणीय दर्शकवृन्दहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। अब कार्यक्रम सुरु गरौँ आजको पञ्चाङ्गबाट। आज मिति 2082 साल वैशाख 13 गते शनिबार, तदनुसार अप्रिल 26 तारिक 2025। सिद्धार्थी नाम संवत्सरे उत्तरायणे वसन्त ऋतु वैशाख कृष्ण पक्ष त्रयोदशी तिथि बिहान 6:15 तत्पश्चात चतुर्दशी तिथि प्रारम्भ हुनेछ। रेवती नक्षत्र वैदिर्ती योग भद्रा कर्ण दिनमान 32:38 रहेको छ। सूर्योदय बिहान 5:31 हुनेछ भने सूर्यास्त साँझ 6:34 हुनेछ। आदरणीय दर्शकवृन्द, तपाईँ यस कार्यक्रम कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो लाग्छ, यस च्यानलमा कस्ता भिडियो सामग्री हेर्न चाहनुहुन्छ, प्रतिक्रिया दिन नभुल्नुहोला। दैनिक भिडियो हेर्नका लागि यदि तपाईँले अहिलेसम्म यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन थिच्न नभुल्नुहोला। दर्शकवृन्द, अब तपाईँको आजको दिन के कस्तो रहनेछ भन्ने जानकारी सहित कार्यक्रम सुरु गरौँ आजको राशिफलबाट। मेष राशि हुनेहरूका लागि आजको दिन धेरै चुनौतीपूर्ण रहेको देखिन्छ। कार्यक्षेत्रमा मानसिक तनाव र विवादको सम्भावना देखिन्छ। आफन्तसँगको सल्लाहबाट गरिएको काम सफल हुने देखिन्छ। घर परिवारबाट सहयोग मिल्ने देखिन्छ। प्रेम सम्बन्धमा थोरै विवाद उत्पन्न हुन सक्छ। प्रेमीसँगको विवादबाट उम्कन मौन बस्नु उचित हुनेछ। यात्रामा सानातिना समस्या आउने देखिएकोले सतर्कता अपनाउनु आवश्यक छ। आज ठुला निर्णय नलिनु नै राम्रो हुनेछ। अत्यधिक खर्च बढ्दा आर्थिक पक्ष कमजोर बन्ने देखिन्छ। व्यापार व्यवसायमा थप लगानी नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा अलिक ध्यान दिनुपर्ने दिन रहेको छ। मन बुझाउन आध्यात्मिक साधना रोज्नु उत्तम हुनेछ। शुभ दिनका लागि धैर्यता आवश्यक छ। तपाईँको आजको लागि शुभ रङ पहेँलो, अशुभ रङ रातो र शुभ अङ्क 5 रहेको छ। वृष राशि हुनेहरूका लागि आजको दिन सकारात्मक सोचका साथ अघि बढ्ने दिन रहेको छ। पारिवारिक साथले कार्यमा हौसला मिल्नेछ। अधुरा कामहरू पुरा हुने योग छ। विद्या र बुद्धिको प्रयोगले ठुला कार्य सफल हुने देखिन्छ। प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। तपाईँ सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ भने आजको दिन उत्तम रहेको देखिन्छ। शत्रुहरू परास्त हुँदै जानेछन्। दाम्पत्य जीवनबाट सहयोग पाइने देखिन्छ। व्यापार व्यवसायमा गरिएको थप लगानीले भविष्यमा ठुलो फाइदा मिल्ने देखिन्छ। सामाजिक मान सम्मान प्रतिष्ठा बढ्ने देखिन्छ। आर्थिक पक्ष सुदृढ हुँदै जानेछ। यात्राबाट लाभ प्राप्त गर्न सकिनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ भने स्वास्थ्य पक्ष सामान्य रहने देखिन्छ। तपाईँको आजको लागि शुभ रङ हरियो, अशुभ रङ खरानी र शुभ अङ्क 2 रहेको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन आत्मविश्वास उच्च रहने देखिन्छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। तपाईँका विचार र सुझावको सम्मान हुने दिन छ। व्यापार व्यवसायबाट लाभ प्राप्त हुनेछ। अध्ययन अनुसन्धानमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। प्रेम प्रस्ताव आउन सक्ने भएकाले आजको दिन सोचेर मात्र निर्णय गर्नु उचित हुनेछ। तपाईँका विरोधीहरू पनि तपाईँको कार्यकुशलतादेखि प्रशंसा गर्न थाल्नेछन्। आजको दिन साझेदारी व्यवसायमा भने लगानी नगर्दा नै उत्तम हुने देखिन्छ। सामाजिक मान सम्मान प्राप्त हुने सम्भावना छ। समाज सेवाका लागि नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। स्वास्थ्य पक्ष सामान्य रहने देखिन्छ। तपाईँको आजको लागि शुभ रङ सुन्तला, अशुभ रङ कालो र शुभ अङ्क 3 रहेको छ। कर्कट राशि
कर्कट राशि उनीहरूका लागि आजको दिन परिश्रम अनुसार सफलता मिल्ने देखिन्छ। पुराना समस्याको समाधान हुने दिन रहेको छ। घर परिवारमा सुखद वातावरण बन्नेछ। आर्थिक पक्ष बलियो बन्दै जानेछ। शुभ कार्यमा सहभागिता जनाउने मौका पाइनेछ। दैनिक काममा जोस जाँगर उत्साह बढ्ने देखिन्छ। प्रेम सम्बन्ध अझै दरिलो बन्दै जाने देखिन्छ। मित्रहरूको सहयोगबाट ठुला कार्यलाई सजिलै सम्पन्न गर्न सकिनेछ। आफन्तसँगको सम्बन्ध सौहार्दपूर्ण रहनेछ। लामो समयदेखि रोकिएका सरकारी कार्यहरू बन्ने दिन रहेको छ। ठुला व्यक्तिबाट तपाईँको प्रशंसा हुने दिन छ। विदेश यात्रा गर्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ। विदेशका लागि रोकिएका कार्यहरू बन्ने देखिन्छ। अध्ययन अनुसन्धान क्षेत्रबाट ठुलो फाइदा मिल्ने देखिन्छ। आत्मबल वृद्धि हुने हुँदा दैनिक कार्य सजिलै सम्पन्न गर्न सकिनेछ। तपाईँको आजको लागि शुभ रङ सेतो, अशुभ रङ निलो र शुभ अङ्क 4 रहेको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन मध्यम रहने देखिन्छ। स्वास्थ्यमा कमजोरी हुनेछ। काममा मन नलाग्ने सम्भावना छ। परिवारमा असमझदारी बढ्नेछ। निर्णय गर्ने क्षमता कमजोर बन्दा काम बिग्रने सम्भावना छ। अनावश्यक खर्च बढ्न सक्छ। खर्चमा नियन्त्रण गर्न नसक्दा आर्थिक सङ्कट पर्ने देखिन्छ। ससाना कुरामा रिस उठ्ने भएकोले रिसलाई नियन्त्रण गर्नु उत्तम रहने देखिन्छ। प्रेम पक्षमा आएको विवादले उग्र रूप लिन सक्ने भएकाले मौन रहनु उचित हुनेछ। पुराना समस्याहरू समाधान भए पनि नयाँ समस्या थपिने देखिन्छ। व्यापार व्यवसायमा आजको दिन थप लगानी नगर्दा नै उचित हुने देखिन्छ। अन्य पक्ष कमजोर रहे पनि सन्तान तथा घर परिवारबाट भने खुसी मिल्ने देखिन्छ। तपाईँको आजको लागि शुभ रङ निलो, अशुभ रङ सुन्तला र शुभ अङ्क 1 रहेको छ। कन्या राशि उनीहरूका लागि आजको दिन सफलतापूर्वक बित्ने देखिन्छ। लगनशीलता र मेहनतले लक्ष्य पुरा गर्न सकिनेछ। घर परिवारबाट भरपूर सहयोग पाइने समय छ। टाढिएका मित्रहरूको सम्पर्कले मन प्रफुल्ल रहनेछ। पुराना प्रेमी प्रेमिकाहरूका लागि आजको दिन उल्लासमय रहनेछ। नयाँ प्रेम प्रस्ताव आउने समय छ। स्वीकार गरी अघि बढेमा राम्रो हुने देखिन्छ। आर्थिक पक्ष बलियो हुँदै जाने देखिन्छ। व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ। साझेदारी व्यवसायमा भने आजको दिन थप लगानी नगर्दा नै राम्रो हुने देखिन्छ। शुभ कार्यमा सहभागिता जनाउने मौका पाइनेछ। बुद्धिको प्रयोगले प्रतिस्पर्धा जित्न सकिनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। विभिन्न किसिमका समस्याहरू समाधान हुँदै जानेछन्। स्वास्थ्य पक्ष सबल रहने देखिन्छ। तपाईँको आजको लागि शुभ रङ गुलाबी, अशुभ रङ पहेँलो र शुभ अङ्क 6 रहेको छ। तुला राशि उनीहरूका लागि आजको दिन सकारात्मक सोचले तपाईँलाई उचाइमा पुर्याउने देखिन्छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। आकस्मिक धनलाभ हुने सङ्केत छ। साथीभाइ बीच बिग्रिएको सम्बन्धमा सुधार आउने देखिन्छ। घर परिवारबाट सहयोग मिल्ने हुँदा नयाँ कार्ययोजनाको निर्माण हुन सक्छ। आज तपाईँको लागि स्थायी सम्पत्ति जोड्ने दिन रहेको छ। अधुरा कामहरू पुरा हुँदै जानेछन्। समाजमा तपाईँको मान प्रतिष्ठा बढ्ने देखिन्छ। व्यापार व्यवसायमा गरिएको लगानीबाट फाइदा मिल्ने देखिन्छ। आजको दिन हतारमा निर्णय गरी साझेदारी व्यवसायमा लगानी नगरेकै बेस हुने देखिन्छ। प्रेम सम्बन्ध बलियो बन्ने देखिन्छ। यात्राबाट लाभ मिल्नेछ। स्वास्थ्य पक्ष सामान्य रहने देखिन्छ। तपाईँको आजको लागि शुभ रङ बैजनी, अशुभ रङ सेतो र शुभ अङ्क 9 रहेको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन तपाईँको परिश्रमको उच्च मूल्याङ्कन हुनेछ।
मन शान्त र सन्तुलित रहनेछ, प्रतिस्पर्धीहरू परास्त हुनेछन्, कर्मचारी वर्गका लागि नयाँ अवसर प्राप्त हुनेछ, उच्च पदस्थ व्यक्तिको मन सजिलै जित्न सकिनेछ, व्यापारमा सोचेभन्दा बढी मुनाफा पाइने समय रहेको छ, नयाँ जिम्मेवारी पाउने हुँदा अवसरहरूलाई स्वीकार गर्नु उचित हुने देखिन्छ, बौद्धिक कार्यमा सफलता मिल्नेछ, सामाजिक सम्बन्ध सुदृढ बन्नेछ, प्रेम सम्बन्ध प्रगाढ हुने देखिन्छ, अध्ययनका लागि टाढा जानेहरूका लागि आजको दिन शुभ रहेको छ, आर्थिक पक्षमा सुधार आउनेछ, घर परिवारबाट साथ सहयोग मिल्नेछ, दिनभरको कार्य व्यस्तताले शारीरिक थकानको महसुस भने हुने देखिन्छ। तपाईको आजको लागि शुभ रङ रातो, अशुभ रङ हरियो र शुभ अङ्क 8 रहेको छ। धनु राशि हुनेहरूका लागि आजको दिन मध्यम रहने देखिन्छ। आजको दिन तपाईले मान पदको लोभ नगरेकै उत्तम रहने देखिन्छ। स्वास्थ्यमा सावधानी अपनाउनु आवश्यक छ। आकस्मिक खर्च बढ्ने समय रहेकाले आर्थिक सङ्कट पर्ने सम्भावना देखिन्छ। आफन्तसँगको सम्बन्धमा किचलो उत्पन्न हुन सक्छ। कुटुम्ब र आफन्तबाट सोचेको जस्तो सहयोग पाइने छैन। आजको दिन विवादमा नफस्नु नै उत्तम हुने देखिन्छ। व्यावसायिक कार्यका लागि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। यात्रामा अवरोध आउनेछ। समय तपाईको पक्षमा नरहेकोले नयाँ योजनामा लगानी नगर्नु नै उत्तम हुने देखिन्छ। घर परिवारका सदस्य एवं दाजुभाइबाट भने सन्तोषजनक सहयोग पाइने समय रहेको छ। तपाईको आजको लागि शुभ रङ खैरो, अशुभ रङ गुलाबी र शुभ अङ्क 7 रहेको छ। मकर राशि हुनेहरूका लागि आजको दिन उत्साहप्रद रहनेछ। प्रतिष्ठित व्यक्तिहरूसँगको भेटघाट लाभदायक हुनेछ। कर्मचारी वर्गका लागि आज ठुला व्यक्तिको सहयोग पाउँदा कार्य सहज बन्ने देखिन्छ। घर परिवारका सदस्यबाट खुसीको खबर सुन्न पाइनेछ। आकस्मिक आर्थिक लाभ प्राप्त हुनेछ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। आत्मबल बढ्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्दै जानेछ। वैदेशिक व्यापार गर्नेहरूका लागि आजको दिन उत्तम रहेको देखिन्छ। विदेश जानेहरूले आज गरेको कार्य सफल रहने देखिन्छ। शत्रुहरू परास्त हुनेछन्। पुराना रोकिएका कामहरू पुरा हुँदै जानेछन्। स्थायी सम्पत्ति जोड्ने समय रहेको छ। स्वास्थ्य सन्तोषजनक रहनेछ। तपाईको आजको लागि शुभ रङ कालो, अशुभ रङ बैजनी र शुभ अङ्क 4 रहेको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन आत्मबल र सकारात्मक सोचले सफलता दिलाउने देखिन्छ। समाजमा तपाईको बोली व्यवहारको सबैले प्रशंसा गर्नेछन्। तपाईले बनाउनु भएको सामाजिक कार्ययोजनाकोले मान्यता पाउने देखिन्छ। अध्ययन अनुसन्धानमा उन्नति हुनेछ। व्यवसायमा बढोत्तरी हुने सम्भावना छ। आजको दिन साझेदारी व्यवसायमा भने लगानी नगर्दा नै उत्तम हुने देखिन्छ। प्रेम जीवनमा रहेकाहरूका लागि आजको दिन खुसी र रमाइलो क्षण बन्ने देखिन्छ। आकस्मिक लाभ हुने देखिन्छ। आर्थिक पक्ष सुदृढ हुनेछ। नयाँ कामको प्रस्ताव आउने भएकोले सहर्ष स्वीकार गर्नु भलाइ हुने देखिन्छ। घर परिवारसँग समय बिताउन पाइनेछ। यात्राबाट लाभ प्राप्त हुने देखिन्छ। तपाईको आजको लागि शुभ रङ नीलो, अशुभ रङ खैरो र शुभ अङ्क 3 रहेको छ। मीन राशि हुनेहरूका लागि आजको दिन चन्द्रमा आफ्नै राशिमा रहेकोले भाग्य बदलिने दिन रहेको छ। शुभ समाचार सुन्न पाइने सम्भावना छ। तपाईको आज मान सम्मान र प्रतिष्ठा बढ्ने देखिन्छ। साथीभाइको सहयोग पाइने दिन रहेको छ। प्रेम सम्बन्ध बलियो बन्ने देखिन्छ। सन्तान पक्षबाट प्रगतिको खबर सुन्न पाइनेछ। घर परिवारका सदस्यसँग आत्मीयता बढ्नेछ। सृजनात्मक कार्यमा सफलता मिल्नेछ। नसोचेको ठाउँबाट आकस्मिक आर्थिक लाभ हुने देखिन्छ।
आध्यात्ममा मन जानेछ, अध्ययन अनुसन्धानमा प्रगति हुनेछ। पति पत्नी बीच आपसी छलफलबाट नयाँ कार्ययोजना बन्ने सम्भावना छ। आत्मबल उच्च रहनेछ। स्वास्थ्य पक्ष सबल रहने देखिन्छ। तपाईँको आजको लागि शुभ रङ सेतो, अशुभ रङ सुन्तला र शुभ अङ्क 2 रहेको छ। आदरणीय दर्शकवृन्द, तपाईँ अहिले यस कार्यक्रम कहाँदेखि हेर्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्छ अनि के कस्तो भिडियो सामग्री हेर्ने आशा गर्नुभएको छ, कृपया यसै भिडियोको मुनि एक कमेन्ट गर्न नभुल्नुहोला। तपाईँहरूका सुझाव अनुसार नै अबका दिनमा भिडियोहरू बनाउने प्रयत्न गर्नेछु। दैनिक भिडियो हेर्नको लागि यदि तपाईँले अहिलेसम्म यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन थिच्न नभुल्नुहोला। राशिफलले जे जस्तो भने पनि तपाईँको आजको दिन शुभ रहोस् भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते, शुभ दिन।